सञ्चालन सुरु गरेपछि वेल पम्पले राम्रोसँग काम गर्छ कि गर्दैन जाँच गर्नुहोस्। पानी चुहावट, आवाज, असामान्य कम्पन वा पम्प तातिएको छ कि छैन जाँच गर्नुहोस्। यदि कुनै समस्या छ भने सञ्चालन रोक्नुहोस् र मर्मतका लागि आपूर्तिकर्तालाई खबर गर्नुहोस्। हावा र पानीको प्रवाह दर मापन गर्न प्रेसर गेज र पानी मिटर पढ्नुहोस्। यदि हावाको बहाव दर एकदम कम छ भने पम्पबाट अपर्याप्त मात्रामा पानी आइरहेको छ। मिटर हेर्नुहोस् र प्रत्येक दिन रेकर्ड राख्नुहोस्। प्रत्येक दिन पानीको हिसाब गर्नुहोस् ताकि तपाईले असामान्यता सजिलै थाहा पाउन सक्नुहुनेछ। पानी एरेसन ट्याङ्क र प्रेसर फिल्टरमा पठाइन्छ। एरेसन ट्याङ्कमा प्रवाह दर, पानीको स्तर र प्रेसरको रेकर्ड गरेर अनुगमन गरिनुपर्छ। फ्लो मिटरले इनलेट पानीको मात्रा मापन गर्दछ। पानी लेभल गेजले पानीको स्तर मापन गर्दछ। प्रेसर गेजले कम्प्रेसरको हावाको प्रेसर मापन गर्दछ। यदि वास्तविक मान डिजाइन मान भन्दा कम छ भने एरेसन ट्याङ्कको प्रकार्यमा कमी आएको छ। प्रेसर फिल्टरमा प्रेसर फिल्टर, प्रवाह दर र इनलेट र आउटलेटको पानीको प्रेसर रेकर्ड गरेर अनुगमन गरिनुपर्छ। फ्लो मिटरले इनलेट पानीको मात्रा मापन गर्दछ। पहिलो प्रेसर गेजले इनलेट पानीको प्रेसरलाई मापन गर्दछ। दोस्रो प्रेसर गेजले आउटलेट पानीको प्रेसरलाई मापन गर्दछ। यदि दुई गेजमा पानीको प्रेसरको अन्तर धेरै छ भने प्रेसर फिल्टरको मिडिया सफा गर्न आवश्यक छ। प्रत्येक दिन ब्याकवाश कार्य गर्न पनि सिफारिस गरिन्छ। ब्याकवाश सुरु गर्नु अघि पानीको आवत रोक्नको लागि वेल पम्प र एरेसन ट्याङ्क बन्द गर्नुहोस्। ब्याकवाश पानी रिजर्भरको विपरीत दिशाबाट बग्दछ। कम्तीमा 10 मिनेट ब्याकवाश जारी राख्न सिफारिस गरिन्छ। ब्याकवाश पानी प्रेसर फिल्टरको निकासीबाट डिस्चार्ज हुन्छ। ब्याकवाश पानीको अवस्था जाँच गर्नुहोस्।